आज कक्षा 12 को इङ्ग्लिस विषयको कपी चेक गर्दै थिएँ। खै के भएको आजकलको बच्चाहरूलाई फ्री राइटिङ भनेपछि पटक्कै आउँदैन र नआएपछि सिक्न कोसिस गर्नु होइन। समय यतिको छ, 11मा कसरी पास भयो होला, 10मा कसरी पास भयो होला, अरे 12 क्लासमा कसरी आइपुग्यो होला। यो प्यासेजमा जुन दिएको हुन्छ प्यासेजहरू, क्वेसन चाहिँ त्यही सारेको छ अनि भित्र चाहिँ प्यासेजको वर्डहरूलाई, प्यासेजको सेन्टेन्सहरूलाई हुबहु सारिदिएको छ। मैले यहाँ मिटमी लेखिदिएको छु। मलाई थाहा छ यो विद्यार्थी मलाई भेट्न पक्कै पनि आउँदैन होला। हुन त म खोज्छु नै र कोसिस गर्छु उसलाई कन्भिन्स गर्नलाई यसरी नगर्नु भनेर सिकाउन कोसिस पनि गर्छु। तर यस्तो छ, फेरि आजकलको बच्चाहरू सिक्न पनि मान्दैनन्, इम्प्रुभ गर्न नि चाहँदैनन्, आफ्नो गल्तीलाई नै स्वीकार गर्न चाहँदैनन् होइन। अनि जुन पनि क्वेसनमा चाहिँ फेरि भित्र के गरेछ भने प्यासेजको हुबहुलाई एकदमै सेम टु सेम सारिदिएछ। क्वेसन चाहिँ चेन्ज छ, एन्सरमा चाहिँ फेरि उही हालिदिएको छ होइन। अब आजकलको बच्चाहरूले कमसेकम यो सिक्न कोसिस गर्नुपर्छ। फ्री राइटिङ राम्रो भएन भने +2 मात्र होइन, भोलि ब्याचलर गर्नलाई भयो या लाइफमा पनि कुनै कुरा लेख्नु पर्यो भने लेख्न सक्दैनन्। मैले यहाँ सानो भिडियो बनाउनुको उद्देश्य यही हो कि अब यो कता कता शिक्षककै गल्ती हो कि टिचरकै गल्ती हो कि टिचरले कुनै लेभलमा यसरी गर्दा नि हुन्छ, यसरी गर्दाखेरि नम्बर पाइन्छ र हो कि खोइ के हो। हामी अङ्ग्रेजी पढाउने शिक्षकले नै कहीँ कुनै लेभलमा कुनै बच्चाहरूलाई अपाहिज बनाइरहेछन् कि मानसिकता बिगाडेर तिम्रो क्वेसन सारिदिनु, भित्रको जे लेख्दा पनि नम्बर आइहाल्छ भनेर हो कि खोइ बुझ्नै गाह्रो भयो। अब यहाँ एसे दिइरहेछ, गार्बेज म्यानेजमेन्टको बारेमा एसे दिइरहेछ। भित्र एउटा दुईवटा वर्ड चाहिँ गार्बेज म्यानेजमेन्ट लेखेको छ, यहाँ गार्बेज म्यानेजमेन्ट लेखेको छ। तर फेरि चाहिँ भित्र चाहिँ अब यो प्यासेजको सेम हुबहु प्यासेजको पुरै प्यासेजलाई नै सारिदिएको छ। र यो चाहिँ अब अङ्ग्रेजी पढाउने कुनै शिक्षकले हेरिरहनु भएको छ भने कृपया यसरी बच्चाहरूलाई नसिकाइदिनुहोस् कि भित्र तपाईँले चाहिँ जे लेख्दा पनि हुन्छ, टिचरले पढ्दैन, माथिको मात्र पढ्छ र माथिको मात्र हेरेर तिमीलाई नम्बर दिइदिन्छ, यस्तो चाहिँ नसिकाइदिनुहोस्। र विद्यार्थीले पनि हेरिरहनु भएको छ भने विद्यार्थीहरूले पनि यसो चाहिँ गर्नु भएन। किनभने भित्र पढ्दाखेरि यस्तो देखिन्छ र यस्तो देखेपछि जुन आउने नम्बर हो त्यो पनि माइनस हुन थाल्छ। किनभने शिक्षकलाई लाग्छ कि तपाईँले सबै क्वेसनको एन्सर त्यसै तरिकाले लेख्नु भएको छ। त्यसैले गर्दा अब हुन त अब शिक्षकले पहिला जस्तो गरेर पढाउन पनि छाडिसकेका छन्। किनभने विभिन्न नियम कानुनहरू आउँदैछ। बच्चालाई नपिट्नु, गाली नगर्नु, बच्चाको कपाल नकाटिदिनु, हाइजिन नहेरिदिनु, यो विभिन्न कारणले गर्दाखेरि पनि बच्चाको मनोबल बढ्दै शिक्षकको मनोबल घट्दै गएकोले गर्दाखेरि पनि सिकाउन र सिक्ने इन्भाइरोमेन्ट चाहिँ प्रदूषित हुँदै गइरहेको छ जस्तो मलाई लागेको छ। यहाँहरूको विचार के छ जानकारी गराउनु होला। हस्, धन्यवाद।